11 मा परीक्षामा सोध्ने बुदा टिपोट र सारांश कसरी लेख्ने भन्ने कुरामा छलफल गर्न गइरहेका छौं। सो बुदा टिपोट तथा समरी लेख्दाखेरि चाहिँ के कस्ता कुराहरुमा ध्यान दिने, कसरी लेख्ने भन्ने कुरा चाहिँ हामी यो भिडियोमा चर्चा गर्ने छौं र अन्तिममा स्याम्पलहरु पनि प्रोभाइड गरिएको छ कसरी समरी लेख्ने, बुदा टिपोट कसरी गर्ने भन्न। त्यही भएर अन्तिमसम्म भिडियो हेर्न नभुल्नु होला। सो बुदा टिपोट र संक्षेपीकरण भनेर यहाँ भनिएको छ। बुदा टिपोटलाई 2 मार्क्स दिइन्छ भने सारांश लेख्दा 3 मार्क्स दिइन्छ। अब जाउँ हामी कसरी बुदा टिपोट गर्ने भन्ने विषयमा छलफल गरौँ। अनुच्छेदका मुख्य विचारहरूलाई मात्रै समेट्ने गरी बुदा तयार गर्दै जाने। दोस्रो नम्बरमा छ धेरै बुदा भएमा अनावश्यक बुदा हटाउने वा धेरै बुदालाई मिलाएर आवश्यक बुदाहरू तयार गर्दै जाने। अब हामी जाउँ 3 नम्बरमा। बुदा जहिले पनि 4 वटा हुनुपर्छ। सुरुका 3 वटा बुदा अपूर्ण र अन्तिमको एउटा बुदा पूर्ण हुनुपर्छ। अर्थात् हामीले 4 वटा बुदा टिपोट गर्दाखेरि 3 वटा बुदामा चाहिँ अपूर्ण समापिका क्रियाको प्रयोग भएको हुँदैन र त्यो 3 वटा बुदामा चाहिँ के गर्ने त कमा लगाउने र अन्तिमको 1 वटा बुदामा चाहिँ पूर्ण वाक्य पूरा भएको हुनुपर्छ भनेर यहाँ भनिएको छ। अब जाउँ हामी चौथो नम्बर। बुदामा समापक भनाइ टुङ्ग्याउने क्रियाको प्रयोग नहुने भएकोले अन्तिम भन्दा अघिका बुदा पछाडि अल्प विराम चिन्ह दिने र अन्तिम बुदा पछाडि पूर्ण विराम चिन्ह लेख्ने। यो कुरालाई चाहिँ हामीले बिर्सिनु भएन, नत्र हामीले बुदा टिपोट गरेको चाहिँ मिस्टेक हुनेछ। अब जाउँ हामीले बुदा टिपोट गरिसकेपछि सारांश लेख्नु पर्ने हुन्छ। सारांश कसरी लेख्ने भन्ने विषयमा आफूलाई चाहिने संख्यालाई आधार मानेर बुदाका आधारमा सारांश तयार गर्नुहोस्। हामीले बुदा टिपोट गरिसकेपछि बुदा टिपोट गर्दाखेरि केही वर्डहरू धेरै नै हुन्छ। त्यसमध्येबाट पनि आफूलाई जुन जुन आवश्यक छ त्यो वर्ड मात्रै सारांशमा लेख्ने। अब जाउँ हामी दोस्रो नम्बर। सारांशको कुनै टपिक दिँदा अझै राम्रो हुन्छ। सारांश लेख्दाखेरि बुदा टिपोट गरिसकेपछि जुन अनुच्छेद हुन्छ अनुच्छेदसँग मिल्ने एउटा कुनै टपिक टाइटल दिँदाखेरि अझै राम्रो देखिन्छ। तेस्रो नम्बरमा छ 3 भागको 1 भाग मात्र लेख्ने समरी। हामीले भनिरहेका छौं कि सारांश लेख्दाखेरि जुन अनुच्छेदमा जति पनि वर्ड हुन्छ त्यसको चाहिँ 1 भाग मात्रै हामीले चाहिँ समरीमा लेख्नु पर्ने हुन्छ। 4 नम्बरमा छ अन्तिममा चाहिँ के भनेर लेख्नु पर्यो। तिमीहरूले सारांश लेखिसकेपछि अनुच्छेदमा भएको शब्द, बनाउनु पर्ने शब्द संख्या र सारांशमा भएको शब्द संख्याहरू चाहिँ लेख्न नभुल्ने त्यहाँनिर। अब यो सारांशलाई चाहिँ कति मिनेट टाइम दिने त? यो सारांश र बुदा टिपोट गर्नेलाई चाहिँ 5 मिनेट भन्दा धेरै समय दिन हुँदैन। 5 मिनेटको समयमा हामीले यो सकेमा अरु प्रश्नहरू पनि सजिलै गर्न सकिन्छ। त्यही भएर यसलाई चाहिँ धेरै टाइम लगाएर नबस्ने। अब जाउँ हाम्रो मोडल क्वेशनमा दिएको यो क्वेशन एकचोटि हेरौँ। दिएको अनुच्छेद पढी मुख्य 4 वटा बुदा टिपोट गरी सारांश लेख्नुहोस् भन्न यहाँ सहकारीसँग सम्बन्धित के अनुच्छेद छ। सो तपाईहरुले यसबाट 4 वटा बुदा टिपोट गरेर टाइटलमा सहकारी मात्रै भनेर लेखिदिनु भए पनि हुन्छ, अथवा आफुलाई जे योसँग सम्बन्धित जे लाग्छ हैन त त्यो कुरा चाहिँ टपिक बनाएर अनि एउटा सारांश लेख्न सक्नुहुन्छ। अनि सारांशको मुनि चाहिँ त्यो अघि भनिएको 4 नम्बरमा भनिएको कुरा चाहिँ लेख्नु पर्ने हुन्छ। अब जाउँ एउटा स्याम्पल। यहाँनिर तपाईहरुकै क्लास 12 को बुकमा दिएको सारांश लेखनको चाहिँ यहाँ उदाहरण दिएको छु। दिएको अनुच्छेद पढी 4 वटा बुदा टिप्नुहोस् र 1 तृतीयांशमा सार लेख्नुहोस् भनेर 147 पेज नम्बरमा दिएको छ भने त्यसकै एन्सर चाहिँ यहाँ छ। जस्तै के गरिएको छ यहाँ 3 वटा जुन पोइन्ट टिपिएको छ त्यसमा चाहिँ के छ त अपूर्ण छ। अनि हामीले के छ त कमा पनि दिएका छौं भने लास्टको चाहिँ हामीले के छ त वाक्य पूरा पनि गरेका छौं। अब यो सारांश कसरी लेखिन्छ त? मैले अघि नै पनि भनेको थिएँ सारांश लेख्दाखेरि चाहिँ तपाईहरुले एउटा टपिक दिनु भयो भने अझै बेटर हुन्छ। टपिक दिने, त्यसपछि के छ त यो पोइन्टरलाई नै मिलाएर यहाँनिर लेखिदिने। अनि लास्टमा सारांश लेखिसकेपछि अनुच्छेदमा भएको शब्द संख्या, 1 तृतीयांशमा हुने शब्द संख्या र सारांशमा भएको शब्द संख्या यो लेख्न पनि नछुट्याउने। अब अनुच्छेदमा भएको शब्द संख्या कसरी गर्ने त? अब हेरौँ है त यहाँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13। सो फर्स्ट को लाइनमा कतिवटा 13 वटा रहन्छ। अब हामी यहाँ तल गन्दै जाउँ है त 1 2 3 4 5 6 7 8 9 10
10, 11, 12, 13. सो यसमा चाहिँ 13 वटा यतापट्टिको यो लाइनमा र 13 वटा 13 × 13 गरिदिने र अनुच्छेदमा भएको शब्द सङ्ख्या भनेर चाहिँ यहाँ लेखिदिने। यहाँनिर चाहिँ एक एकवटा गनिएर नै लेखिएको भएर अनुच्छेदमा भएको शब्द सङ्ख्या 151 भनेर देखाइएको छ। तर हामीले चाहिँ इक्जाममा चाहिँ एक एकवटा गनी बस्नुपर्छ भन्ने छैन। त्यही भएर यो फर्स्टको लाइन गर्ने अनि यो सिधैली यो तल तल गर्ने अनि इन्टु गरिदिने, जति हुन्छ अनुच्छेदमा भएको शब्द सङ्ख्या भनेर हामीले इस्टिमेट गरेर लेख्न सकिन्छ। धन्यवाद।